हामी चाहिँ अब अहिले यो तानसेन पुलमा छौँ। यो पुल ब्रिज यहाँ हेर्न सक्नुहुन्छ। धेरैजना अब बाइकरहरू हुनुहुन्छ। बाटोमा धेरै बाइकरहरू देखियो। अब सबै भोटकै लागि होला, भोट हाल्नै जानुभयो। हामी पनि त्यही अब भोट हाल्नै जानु लाग्यो। यस्तो बिजोक रमाइलो हुँदै भोट हाल्नु जानु लाग्यो। यो बाटो हुँदै जानुपर्ने र अब यहाँसम्मको चाहिँ बाटोको अवस्था भन्नुपर्दा लगभग ठाउँ ठाउँमा अलिअलि बिग्रेको र 1 किलोमिटर लगभग त्यति पनि छैन होला। त्यो चाहिँ एकदमै खराब छ बाटो, एकदमै अप्ठ्यारो छ। र अरू चाहिँ बाटो एकदम राम्रो पिच भएको बाटो। तर यहाँनिर ओह्रालोमा चाहिँ अलिकति सानो बाटो भएकोले गर्दा अलिकति डर हुने रहेछ। अनि ओह्रालोमा अब कुदाउँदाखेरि हात गल्ने, ब्रेक नलाग्ने, ब्रेक तातिने हुने रहेछ। त्यही भएर अब हेर्न सक्नुहुन्छ बाटोको बाइकको अवस्था यस्तो छ है। बाइकको अवस्था हाम्रो यस्तो छ। ओह्रालोमा धेरै बाइक पनि गल्यो होला, त्यही भएर यसलाई पनि हल्का रेस्ट दिएको। र हामी अब यो बाटो हुँदै जानुपर्ने। अझै हेटौँडा पनि आइपुगेको छैनौँ। लगभग हिँडेको 3 घन्टा भइसक्यो। 3 घन्टामा लगभग 6 ठाउँ हामी बिसायौँ, चिया खायौँ, आराम गऱ्यौँ। अहिले अब लगभग यहाँदेखि आधी घन्टा पनि नलाग्ला हामीलाई मजाले हिँड्ने हो भने। आधी घन्टा पनि लाग्दैन हेटौँडा पुग्न। अब 3-3.5 घन्टामा 3 घन्टा पनि नलाग्ने रहेछ नरोकी आउँदा। तर हामी चाहिँ बिसाउँदै आएको भएर अलिकति हामीलाई 3 घन्टा बढी नै लाग्छ। यही छ अहिलेसम्मको अवस्था।